नेपाल साँच्चीकै स्वर्ग जस्तै सुन्दर छ, जहाँ हिमालदेखि तराईसम्म फैलिएको प्राकृतिक विविधताले देशलाई अद्भुत बनाएको छ। तर नेपालको वास्तविक सुन्दरताको अनुभूति केवल हिमाल र जंगलमा मात्र सीमित छैन। यो गाउँघरका गल्लीचुक, मानिसहरूको मुस्कान र दैनिक जीवनमा लुकेको छ। यही सौन्दर्यलाई अझ नजिकबाट महसुस गर्न यस्तै अनुपम स्थल हो कर्णाली प्रदेश जाजरकोट जिल्लामा अवस्थित कुशे गाउँपालिका। प्रकृति, संस्कृति र मानवीय जीवनको सुन्दर संगम भएको यो ठाउँले नेपाललाई अझ चम्किलो र विशिष्ट बनाएको छ। मध्य पहाडी भूपरिवेशमा अवस्थित कुशे गाउँपालिका भौगोलिक रूपमा विकट भए पनि विकासका अपार सम्भावनाहरू बोकेको क्षेत्र हो। यहाँका पहाड, डाँडा र पाटनहरूमा पाइने बहुमूल्य जडीबुटी, लोप हुँदै गइरहेका दुर्लभ वनस्पतिहरू, संरक्षण योग्य प्रजातिका जंगली वन्यजन्तु तथा खोलाहरूमा भेटिने स्वादिष्ट स्थानीय माछाले यो भूभागलाई अझ समृद्ध बनाएको छ। बहुमूल्य पत्थर र अन्य खानेजन्य स्रोतहरूले यस क्षेत्रको आर्थिक सम्भावनालाई थप उजागर गर्छ। कर्णाली भेगकै पहिचान बनेको पैकको आकर्षक मस्ट देउता, मौलिक संस्कृतिले सजिएको खाडो, पैसेरो तथा गर्रा नाच जस्ता सांस्कृतिक र पहिचानमूलक नृत्य गीतहरूले यो क्षेत्रलाई कला, संस्कृति र प्राकृतिक सौन्दर्यको धरोहरका रूपमा स्थापित गरेका छन्।